रास्ताको आइटम बाबा सिको आउँदै हाम्रो यो भोलि विवाहको लागि चाहिँ सेलरोटी खाने तयारी चाहिँ हुँदैछ है यहाँ। ल अब हामीले चाहिँ भोलि सन्देशको बिहाको चाहिँ हामीले राङको भोटेरको लागि चाहिँ अब लिएर जान्छु। यताको यो देखिएको चाहिँ हो राङको। आज चाहिँ काटकुट कार्यक्रम छ अनि रोटीहरू हाल्ने गेटहरू बनाउँछ सिंहमा भन्ने त सिंहमा भन्नु भयो भन्छ त्यो खुट्टा भन्ने कि पछि टोकमा घुरामा लेट्स गो मान्नै यो आइज आइज हिँड बिस्तारै हिँड ल बल्ल बल्ल चाहिँ ल्याइयो देउराले आएर एकछिन हिँड्नु माने छैन सिङ र खुट्टामा हान्छु बल्ल बल्ल चाहिँ यहाँसम्म लिएर आइयो यहाँ माथि चाहिँ हो बिहा हान्ने ठाउँ त्यहीको तल्लोपट्टि चाहिँ अब यो राङको काटकुट कार्यक्रम चाहिँ छ बल्ल बन्दैछ र राम्रै रोस् त पोलपाल कार्यक्रम पोलपाल चाहिँ हुँदैछ अब ल हाम्रो यो चाहिँ गेट यहाँ तयार हुँदैछ भोलि कता टाउनमा यता आउने यता आएर यहाँ रिबन काट्ने होला नि तल चाहिँ काटकुट कार्यक्रम चाहिँ हुँदैछ अनि यहाँ रोटीहरू हाल्ने सटु काट्ने काम चाहिँ हुँदैछ र गेट पनि तयार हुँदैछ यहाँ यहाँ काटकुट हुँदैछ हाम्रो चाहिँ भोलिको लागि भोटेरको लागि चाहिँ आजको चाहिँ मासु काटकुट कार्यक्रम ओके एकछिन पछि जान्छ गरेन जान्नु आज जान्नु
किरिनाले हेर्छ नि झन् यो झिब्रोको पोलेर ल्याउनु कसले कसले खाने रविन सिरो लागे ऊ वहाँ छ हुन्छ भन्दै नै जाऊ 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 हजुर कहाँ हो दसी दसी कहाँ छ दिदी बहिनी त पहिला चाहिँ यता आएको हो अब आफूलाई भोलि पनि घुमेर जाने कि सानो निकाल्छ होती झोला त्यो अगाडिको त्यसमा चेन खोल्न चेन त्यो होइन निलोमा के त्यो हो त्यो भित्र एउटा कालो छ क्या सानो टुक्रा यस्तो गरे भने सजिलो मुमा आउनको त मनभित्र भन्ने छ है मैले
एकदम है देवी देवताहरू चाहिँ आशीर्वाद दिउँ देवताले आशीर्वाद दिउँ ठिकै छ होइन तिम्रो त अघि नै खिचिसकेको नि अहिले पछि तिम्रो त अघि नै खिचिसकेको आजदेखि तिमीहरू चाहिँ चार पित्र मान्ने हातमा छ लाएर कहिले नसक्ने होस् तिमीहरूको मुखमा सरस्वतीले बास गरेर हाम्रो कुलदेवता शिवबाई पितर सबै देवताहरू सबै धर्मको
गरे पो देखिन्छ जानी नानाको नानाले गरेछु हो नमस्कार गरे भन्नु सबै के बस माउले गर्नु पर्यो नि त रस्ताको आइटम बाबा सिको आउँदै